गौतम बुद्धले भन्नुभएको थियो, हामीलाई बचाउने हामी आफै हौं, अरू कोही होइन। कोही पनि सक्दैन र कसैले गर्दैन पनि। यो सुन्दा साधारण लाग्न सक्छ, तर यसको गहिराईमा लुकेको मनोवैज्ञानिक तर्क निकै भयानक र शक्तिशाली छ। हाम्रो मस्तिष्क सधैँ सजिलो बाटो र सुरक्षाको भोको हुन्छ। हामी सधैँ एउटा उद्धारकर्ता खोज्छौँ, कहिले अदृश्य शक्तिको रूपमा, कहिले सम्बन्धहरूको रूपमा, त कहिले कुनै गुरुको रूपमा। तर जब हामी अरूबाट आशा राख्छौँ, हामीले आफ्नो भित्री शक्तिलाई अनभिज्ञ बनाइदिन्छौँ। उदाहरणका लागि, यदि तिमीलाई कसैले सधैँ सहारा दियो भने तिम्रो आफ्नै खुट्टाको सामर्थ्य कमजोर हुँदै जान्छ। एक दिन तिमी हिँड्न त सक्छौ, तर त्यो सहारा बिना तिमी उभिन पनि सक्दैनौ। अरूमाथिको यो निर्भरता वास्तवमा एउटा मानसिक पासो हो। एउटा तार्किक कुरा बुझौँ, संसारमा सबै थोक बाँड्न सकिन्छ, तर अनुभव र बोध बाँड्न सकिँदैन। कुनै व्यक्तिले तिम्रो अगाडि स्वादिष्ट भोजन राखिदिन सक्छ, तर तिम्रो भोक मेटिने प्रक्रिया तिम्रो शरीरले आफै गर्नुपर्छ। कसैले तिमीलाई पौडी खेल्ने विधिको व्याख्या गरिदिन सक्छ, तर पानीको गहिराईमा उत्रिएर हात खुट्टा तिमी आफैले चलाउनुपर्छ। बुद्धले देखाउनु भएको बाटो पनि त्यस्तै हो। उहाँ एउटा मार्गदर्शन मात्र हुनुहुन्थ्यो, तर त्यो बाटोमा हिँड्ने सङ्घर्ष तिम्रो आफ्नै हो। नक्सा हेरेर कोही पनि गन्तव्यमा पुग्दैन, पाइला चालेर मात्र पुगिन्छ। जसले भन्छ मलाई कसैले बचाइदेला, ऊ सधैँ भयभीत भएर बाँच्छ, किनकि उसलाई डर हुन्छ कि यदि त्यो बचाउने आधार हरायो भने मेरो अस्तित्व के होला। तर जसले बुद्धको यो सत्यलाई आत्मसात गर्छ कि मलाई बचाउने म मात्र हुँ, ऊ पूर्ण रूपमा निडर हुन्छ। जब तिमी आफै आफ्नो जीवनको पूर्ण जिम्मेवारी लिन्छौ, तब तिम्रो चेतना निरीह अवस्थाबाट निस्किएर योद्धा अवस्थामा प्रवेश गर्छ। तिम्रो समस्या तिम्रो आफ्नै दृष्टिकोणबाट जन्मिएको हो, त्यसैले त्यसको समाधान पनि तिम्रो मस्तिष्ककै कुनै कुनामा लुकेको छ। दुनियाँ तिम्रो अगाडि उभिन सक्छ, तर तिम्रो सट्टामा लड्न सक्दैन। तिम्रो आँसु तिम्रै हुन्, तिम्रो सङ्घर्ष तिम्रै हो, र तिम्रो अन्धकार पनि तिम्रै हो। तसर्थ त्यो अन्धकार चिर्ने प्रकाश पनि तिमी भित्रैबाट प्रस्फुटन हुनुपर्छ। दर्शन शास्त्रको एउटा अटल नियम छ, तिमी जे खोजिरहेका छौ त्यो खोज्ने पात्र तिमी आफै हौ। तिमी यो ब्रह्माण्डमा एक्लै आएका हौ, र तिम्रो चेतनाको यात्रा पनि नितान्त एक्लो छ। अरूको काँधमा चढेर काल्पनिक सुख प्राप्त गर्नुभन्दा आफ्नै खुट्टाले टेकेर यो धरतीको कठोर यथार्थ पार गर्नु धेरै ठुलो विजय हो। त्यसैले अब कसैको प्रतीक्षा नगर, आँखा खोल, आफ्नो लुकेको सामर्थ्यलाई चिन, र यो अनन्त यात्रामा आफ्नो पहिलो पाइला चाल, किनकि तिमीलाई तिमी बाहेक अरू कसैले बचाउन सक्दैन। हामीलाई हाम्रा बाहेक अरू कसैले बचाउन सक्दैन। हामीले आफ्नो बाटोमा आफै हिँड्नुपर्छ।